यो चाहिँ हङकङमा रहेको सिङवानमा रहेको चाइनिज मन्दिर हो। यसको लागि हामी यसो हेर्नको लागि जाँदैछौँ। अति पुरानो मन्दिरहरूबाट चाहिँ धेरै कुराहरू सिक्न पाइँदो रहेछ यहाँको मन्दिरहरूमा। हेरौँ के हुन्छ। यो चाहिँ तपाईँको चाहिँ यो 16 श्राद्ध लागेपछि चाहिँ चाइनिजहरूले चाहिँ यसरी भातहरू चढाउँछन्, पैसाको कागजहरू आगो लगाउँछन्। हर व्यक्तिले आफ्नो घर अगाडि यस्तो गरिरहेको हुन्छ 16 श्राद्धभरि। ठ्याक्कै मिल्दो रहेछ हाम्रो र नेपालको र हङकङको 16 श्राद्ध। उनीहरूले पनि आफ्नो पितृहरूलाई चाहिँ पुरा खानासाना सबै दिँदो रहेछन्। अब हामीहरू चाहिँ यसो गाडी चढेर चाहिँ घरतिर आउँदैछौँ सबैजना सपरिवार मास्क लगाएर। छिटैभन्दा छिटै घर आइपुग्दैछौँ। यसो छोटो मिठो ट्राभलको लागि गएको थियौँ। अब घर आइपुग्ने बेला भइसक्यो। अब हाम्रो ज्याकी पनि छ यहाँ साथमा। ल आजलाई यति है। थ्याङ्क यू, धन्यवाद।